नमस्कार साथीहरू, स्वागत छ मेरो सानो मिनी ब्लगमा। आज चाहिँ म आएको छु जापानको सबभन्दा गहिरो स्थानमा रहेको ट्रेन स्टेसन, जुन चाहिँ दोआई हो। यसको स्थापना चाहिँ 1936मा भएको भन्ने जानकारी भएको छ है। यहाँबाट बाहिर निस्किनु भने चाहिँ हामीले 486वटा स्टेप गरेर मात्र बाहिर निस्किन सक्छौँ। यो चाहिँ एकदम गहिरो स्थानमा रहेको जापानको। लगभग 95 वर्ष अगाडि नै बनिसकेको जापानको स्टेसन भनेपछि जापान कति अगाडि छ विकासमा भन्ने कुरा तपाईँले अनुमान गर्न सक्नुहुनेछ। अब यो चाहिँ वान ए प्लेटफर्म मात्र। यहाँबाट चाहिँ हामी चाहिँ निगाटा प्राण जान सक्छौँ र अर्को प्लेटफर्म भनेको चाहिँ 486 स्टेप चढेपछि मात्रै अर्को प्लेटफर्म चाहिँ हामी जान सक्छौँ। अहिले ट्रेन आएको छैन, त्यही भएर केही क्षण वेट गरौँ। यदि आएछ भने त्यो पनि भिडियो हामी देखाउन सक्छौँ। हेर्नुहोस् सुरु कति लामो छ। अहिले चाहिँ म ट्रेनको पर्खाइमा उभिरहेको छु साथीहरू। वेट गर्नुहोस् तपाईँहरू पनि एकछिन, केही क्षण मात्रै, डर त होइन, केही क्षणको बाद आउँछ होला सायद। फाइनली साथीहरू बल्ल बल्ल ट्रेन आइपुग्यो। धेरै भिडको पर्खाइमा रहेको थिएँ म। बल्ल बल्ल ट्रेन देख्न पाइयो। यति लामो सुरुङबाट आइरहेको छ ट्रेन। हेर्नुहोस् साथीहरू, तपाईँहरूले पनि देख्न सक्नुहुनेछ। वाउ, कस्तो राम्रो है, देख्नुभयो? हेर्नुहोस्, वाउ, धेरै आनन्द आयो मलाई पनि ट्रेन आएको देखेर। वाउ, एकदम रमाइलो भयो, एकदम आनन्द भयो। ओके, साथीहरू, अब यो प्लेटफर्म चाहिँ यो प्लेटफर्मबाट चाहिँ हामी निकाल्न जान्छौँ भने अब प्लेटफर्म भनेको चाहिँ 486 स्टेप गरेपछि मात्रै हामी माथि पुग्छौँ र अर्को प्लेटफर्ममा चाहिँ हामी पुग्छौँ। अब यो 486 स्टेप चाहिँ हामीलाई 10 किलोमिटर लाग्छ है। ओके साथीहरू, हामी चाहिँ फर्स्ट ट्र्याकबाट चाहिँ माथि गरेको अवस्था छैन चाहिँ। यहाँ चाहिँ न त कुनै कर्मचारी बस्छन्, न त केही बस्छन्, यहाँ चाहिँ कर्मचारी नै छैन। अब यदि उताबाट आएर माथि आउनु भने चाहिँ टिकट यहाँ खोज्नुपर्ने छ। टिकट अलरेडी उताबाट किनिसकेको हुनुपर्छ है। अब यहाँ छिराउनु पर्ने हुन्छ। अब जाउँ अर्को प्लेटफर्म जुन चाहिँ अलिक पर रहेको छ, हेर्दै जानुहोस्, स्टे ट्युन।
साथीहरू दोवाई स्टेसनको चाहिँ यो नेक्स्ट प्लेटफर्म हो जुन चाहिँ अब अघि हामीले त्यहाँ तलबाट आउँदाखेरि 270 फिट माथि चढिरहेको छ यो चाहिँ तपाईँहरू अब आउनु चाहनुहुन्छ भने यहाँ होटल मैले बास पाउन सकिँदैन होटलहरू पनि छन् यो ठाउँमा चाहिँ तर एकदम ग्रामीण भेग हो यस्तो ग्रामीण भेगमा नि जापानले चाहिँ यस्तो राम्रो ट्रेन स्टेसन बनाएको छ फेरि यो चाहिँ अब दोवाई ट्रेन स्टेसनको दोस्रो प्लेटफर्म हो यहाँ ट्रेन चाहिँ अब आएको देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ हामी चाहिँ मिनाकामी जान सक्छौँ होइन यहाँबाट चाहिँ हामी मिनाकामी जान सक्छौँ मिनाकामीबाट चाहिँ अब हामी नुमाता हुँदै ताकासाकी स्टेसनसम्म जान सक्छौँ जुन चाहिँ ताकासाकी पनि एउटा जापानको फेमस प्रसिद्ध ट्रेन स्टेसन हो हेर्नुहोस् गाइजहरू ट्रेन यस्तो गाउँ ग्रामीण भेगमा पनि ट्रेन चल्छ तपाईँले देख्न सक्नुहुन्छ हेर्नु सक्यो तपाईँले देख्न सक्नुहुन्छ जापान कति विकास हुँदैन तपाईँहरूले आफै अनुभव गर्नु सक्छ एकदम छोटो ट्रेन गएको चाहिँ यो चाहिँ गएर मिनाकामी स्टेसनमा रोकिन्छ त्यहाँबाट चाहिँ चेन्ज गर्न सक्छन् मानिसहरूले यहाँको यात्रुहरू नुमाता हुँदै हामी चाहिँ ताकासाकी स्टेसनमा जान सक्छौँ यहाँबाट ओके साथीहरू आजलाई चाहिँ यो भिडियो यसमा बनाउँछु र आजलाई भेट मार्न चाहन्छु ओके बाई बाई सी यू नेक्स्ट टाइम बाई